आँखा रातो रातो बनाएर गाँजा खाएर रातो रातो बनाएर रुखको फेदमा बस्ने ऋषिहरूले लेखेको। कालिदास भन्ने छ नि, हाम्रो स्कुलमा पनि दिन्छ, टुप्पोतिर बसेर फेदतिर बन्चरो काट्ने हो त्यो कालिदास। कालिदास चाणक्य ऋषिहरू तिनीहरू नै हुन्। अनि यो विश्वामित्रहरू अनि वाल्मीकिहरू तिनीहरू एउटै दौतेरीहरू हुन्। तिनीहरूले रुखको फेदमा बसेर लेखेको। बाबाजीहरूले ऋषि मुनिहरूले गाँजा खान्छ, आँखा रातो रातो तालमा लेखेको। इति त कथितम रामायणम भनेको पौराणिक समयको उपन्यास हो भनेको क्या, पुरानो समयको उपन्यास हो, खास घटेको घटना होइन। अब महाभारतको भन्नुपर्दा आदौ पाण्डव धृतराष्ट्र जननम लाक्ष्य गृहे दाहनम लीलागो ग्रहणम रणेवतरणम सन्धि क्रिया वर्धनम सन्धि क्रिया छेदनम इति त कथितम महाभारतम। त्यो पनि आयो कथेरै बनाएको। अब महाभारत किन कथियो भन्दाखेरि छेदन वर्धन सन्धि वर्धन, नाश गर्नु, काट्नु, टुक्राउनु, खण्ड खण्ड गर्नु, दुईजनालाई पनि एक ठाउँमा हुन नदिनु। सन्धि क्रिया वर्धन छेदन भनेको त्यो। अन्तिममा जस्तो उनीहरूको उत्तरस्थान त्यस्तै कौरव पाण्डवको पनि दाजुभाइ मामा चेला नि खत्तम भए भएको घटना। पहिले त्यो चासो लिएर मैले संस्कृति पढ्दै लाँदाखेरि मैले यस्तो ठाउँ भेटाएँ। ईसा मसीह हृदय प्राप्ति नित्य शुद्ध सेवा गरी ईसा मसीह इति छ प्रतिष्ठित मामा। भविष्य पुराणको भारत खण्डको 147 पदमा त्यो मलाई कण्ठ छ। ईसा मसीह हृदय प्राप्ति नित्य शुद्ध सेवा गरी ईसा मसीह इति छ प्रतिष्ठित मामा भनेको येशू मसीहलाई बाहिर काहीँ स्थानमा पाइँदैन, हृदयमा पाइन्छ। उहाँको सेवा नित्य शुद्ध पवित्र भएर गऱ्यो भने प्रतिष्ठित ममा वैभवशाली राज्य, हाम्रो आँखाले देख्न नसकेको, हाम्रो दिमागभन्दा फाल्टो विशाल राज्य पाउँछ भनेर भनेको छ येशू मसीहको विषयमा। म आफै स्वयंले नि पढेको। अनि जब संस्कृति पढेपछि एक टाइम मेरो आँखा खुलो। कसरी खुलो भन्दाखेरि हाम्रो बाबुहरूले टीका लगाइदिनुहुन्थ्यो दसैँमा, हामी हान्ने कुरो जस्तो निधार थाप्थ्यौँ। बाबुहरूले के भन्थे? आयु द्रोण सुते श्रेम चद सत्रे शत्रु छ्याङ्रा गबे ऐश्वर्य नरबुके गतिच्च पाउने मानन्छ दुर्योधने। संस्कृतिमा बरबराउँथे भन्नेले पनि जान्दैन थियो, निधार थाप्नेले पनि जान्दैन थियो। जब मैले त्यो संस्कृति पढेपछि नेपाली पुरै अनुवाद गर्ने भएँ। त्यसले के भनेको रहेछ भन्दा आयु द्रोण सुते भनेको आयु द्रोणको छोरो जस्तो होस्। द्रोणको छोरो बिहा गरेको वर्ष दिनमा पक्लकाई मरिगयो सङ्ग्राममा गएर। श्रेम च दशरथे, दशरथ भन्ने रामको बाबु, नामको वाह काम चाहिँ नगर्ने बुझ्नु। श्रेम च दशरथे भनेको नामको मात्रै ठुलो। अब रामको बाबु भनेको त सानो हो र होइन? नामको ठुलो हुनु, काम नगर्ने हुनु। श्रेम च दशरथे मानन्छ दुर्योधने, मानिस मध्येमा दुर्योधन जस्तो हुनु, अर्काको स्वास्नीको सारी तान्ने हुनु। दुर्योधनले द्रौपदीको सारी तानेको हो कि न हो नि? मानन्छ दुर्योधने, अर्काको स्वास्नीको सारी तान्ने हुनु। यस्तो पो आशिष दिँदा आफू चाहिँ हान्ने कुरो जस्तो निधार थापे होइन? नबुझ्नु भन्ने कुरो त हामीले पाप गरेको होइन नि, त्यो हाम्रो गल्ती हो नि त, हाम्रो पाप होइन। अब उनीहरूले पनि बुझ्दैनथे। विज्ञान विदुरी भनेको ज्ञानमा चाहिँ विदुर जस्तो। विदुर पाण्डव धृतराष्ट्रको नोकर्नीको छोरो, ज्ञान चाहिँ नोकर्नीको छोरो जस्तै हुनु। हेर्न विज्ञान विदुरी। अब हेर्नुहोस् त, मैले त्यो संस्कृति जब पढेँ यतातिर मेरो आँखा खोलियो। मैले बाउलाई पछि गएर सोधेँ, बाउ तपाईँले टीका लाउँदा अझै पनि भटभटाउनुहुन्छ नि? मैले भने क्या भटभटाउँछु त। अनि त्यही हो टीका लाउने मन्त्र भनेर भन्नुभयो क्या। टीका लाउने मन्त्रै त्यही हो भन्नुभयो। अनि मैले बुवालाई भने, बुवा यो चाहिँ यसो यसो भनेको रहेछ, तपाईँले टीका लगाइदिनुहुन्थ्यो। हामी सबै छोराछोरी लाइनले बस्थ्यौँ। हामी छोराछोरी 9 जना
लाइनले बस्थ्यौँ, बुवाले भट्टाउनु हुन्थ्यो। तर यो त्यो चाहिँ यसो रहेछ, बुवा भनेको अब तपाईँले पनि प्रभुलाई पाउनुपर्छ। मैले भनेको हाम्रो बुवा विरोध गर्नुहुन्छ। हिजो अस्ति पनि हामी गएको थियौँ, हामी तिनजना, हाम्रो सानो परिवार छ, हामी बुढाबुढी एउटा नानी छ हाम्रो, होइन। अनि हिजो अस्ति पनि हामी गएको थियौँ, योभन्दा 1 महिना अगाडि घरमा भन्यो, हाम्रो बुवा मान्नुहुन्न, अझै पनि त्यसो भन्ने हुनुहुन्छ। अनि मैले पहिलेको बारी जाँदाखेरि बुवालाई भनेको थिएँ, बुवा तपाईँले जो बरबराउनु भएको कुरो यस्तो रहेछ है। मैले भनेपछि ए हो र भन्नु त, बरु बुवा भरिष्ठ के टिकाइ नलाउनुहोस्, लाउनु यदि हुन्छ भने पनि चुप्पो लगाएर लाउनुहोस्। अनि मैले बुवालाई हाँसी ठट्टा पनि गरिदिएँ। पहिले त बुवा केरा गाए जस्तो गादिनु भन्थे, के भन्थे, हो नदी खोला हेरेर नि भन्थे नि, बरु त्यही मात्रै भन्नु, तर त्यो मन्त्र चाहिँ नभन्नु भने क्या। त म भन्न जान्ने भइस् नि भनेर भन्नुभयो। तर हिजो मैले सोधेको भन्नु हुँदैछ भन्दा भन्नुहुन्छ, नबुझ्नु कुरो हेर्नु कस्तो। अब त्यो मलाई ठुलो लाग्छ नि त, हाम्रो बुवाले त कति आशिष दिए होला जस्तो लाग्थ्यो वास्तवमा नबुझ्नु परेको कुरो। यस कारणले आज तपाईँ हामी कति भुलमा परेका छौँ भन्ने कुरो मैले त्यसरी थाहा पाएँ। अनि त्यसरी अन्तिममा गएर त्यो सबै कुरो पास भएपछि अब